हामी चाहिँ ड्याम जान लागेको है। ड्याम जान लागेको। सबले लुगासुगा सब प्याक भइसक्यो। गुड मर्निङ है। लाइक शेयर सब्सक्राइब गरेर गुड मर्निङ है तपाईहरुले सबैले गुड मर्निङ नमस्ते। आज ड्यामको लोकेसन देखाउँछु हजुरलाई हिन्ट। गाइस हामी निस्क्यो फाइनली। अब निस्क्यो है हामी निस्क्यो है गाइस। हामी ड्याम जान लाग्छ है गाइस। यो चाहिँ भ्लग बनाएको यो चाहिँ गर्ने त्यही भएर है ड्याम जान लाग्छु। त्यही भएर रेडी भन्छ। खानासाना सब रेडी छ है। उतै गएर खाने भनेर सोच। त्यहाँ गएर चाहिँ फोहोर चाहिँ नगरिदिनुलाई। फाइनली कोटेश्वर आएको छ अहिले। कोटेश्वर गाइस। कोटेश्वर है गाइस। फाइनली कोटेश्वर है। कोटेश्वर आयो है। कोटेश्वर गाइस कोटेश्वर है। ए सरी सिधा मङ्गल है। सरी गाइस। पशुपति आयो पशुपति गाइस। अरे राउन्डै चाहिँ टिमहरू गाइस। पशुपति गाइस ल कुन ठाउँ रे? गौशाला पुग्यो गाइस। गौशाला पुग्यो। चाबी लगाइदिए चाबी वहाँ पुगिसक्यो गाइस। चाबी लगाइदिए हामी चाहिँ बौद्ध जानु लाग्छ है गाइस। बौद्धबाट ठ्याक्कै यहाँ आयो त उठेको छ होइन। आइपुग्यो बौद्ध चाहिँ पुग्नु लाग्छ हामीहरू। ड्याम हो कि बौद्ध है। त्यो चाहिँ हामी जाँदैछु बौद्ध है। ड्याम जानु चाहिँ माथि है। यता गोकर्ण जाने बाटो है। गोकर्णेश्वर है गाइस। यो चाहिँ गोकर्णेश्वर आयो हामीहरू अहिले महादेवको मन्दिर अरू आउँदै हुनुहुन्छ। हाम्रो टोलीहरू आउँदै है। यो चाहिँ गोकर्ण टोलीहरू है। ड्याम जाने रोड यही गाइस भाइ आन्सर गोकर्णेश्वर मन्दिर। गोकर्णेश्वर मन्दिर है गाइस। गोकर्णेश्वर मन्दिर हामी यहाँ आइपुग्यो फाइनली अहिले। बिस्तारै पुग्दैछु हामी बिस्तारै पुग्दैछु। हाम्रो टिमहरू जाँदै हुनुहुन्छ है। म चाहिँ राइटर हो। यो ठाउँमा खला बिस्तारै पुग्दैछन् केटाहरू। कैसे बाटो है बाटो है। किलोमीटर है गाइस। अझै 22 किलोमीटर भन्नुभएको छ हाम्रो बहिनीहरू छ है। अझै 22 किलोमीटर है गाइस। अझै 22 किलोमीटर। 22 किलोमीटर ल ल
एरो यही हो एरो यही हो ल हाम्रो टेकन्द नानी पनि आछ यतै जाने हो नानु हजुर के हो नानी यतैबाट हो ध्यापदाम 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 ओके 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 ल हाम्रो पप्पी छ पप्पी पप्पी झन्डै मेरो पप्पीले लाग्यो कस्तो राम्रो छ एकदम एकदम तपाईँको भ्यू पनि कस्तो राम्रो छ यो चाहिँ स्कुल के स्कुल हो ओक्रेनी स्कुल है गाइस ओक्रेनी स्कुल है ओक्रेनी स्कुल गाइस कुनै ठाउँमा रक छ अहिले हामी यहाँ कुन ठाउँमा आएछ त्यसले भन्नु सक्यो गाइस है यो सबै सुन्दर जलको पानी है गाइस अलिअलि कमेडी गरेर चाहिँ है गाइस हामी त फाइनल पुग्यो है गाइस यो गेट चाहिँ आयो है अझै अब त्यहाँ के गर्नुहुन्छ रहेछ अब पैसाहरू लिन्छ कि के गर्छ रहेछ है एकछिन हेरि यहाँ आइपुग्यो होइन हजुर ठ्याक्कै फाइनल यस थ्याङ्क यू चाहिँ आउँदै हुनुहुन्छ उज्जवल सर आउँदै हुनुहुन्छ बिस्तारै छिट्यो यो हुन्छ नि त ल गाइस हामी फाइनल पुग्छौँ त्यसपछि म्याथ एकजनाले बोक्नुपर्छ त्यो चाहिँ हाम्रो सुमन है एकदम ढिलो गरेको नानी जल्दी भन डर लाग्यो भन्छ त्यो अर्कै बाटो हो नि यो हाइकिङ वे हो कि हामी हाइकिङ आएको नदो रहेछ है यसले के भन्छ यसले के भन्छ धामधाम अब 20 18 19 होला 18 19 छ त थ्याङ्क यू दाइ आउँदैछ है लिएर आउनुपर्छ है लिएर पिकअप दिने गाह्रो भयो भने चाहिँ गाडी स्कुल पनि हेर्ने हाम्रो डनहरू पनि आयो गाइस डनहरू पनि आयो बाटो चाहिँ गाइस एकदम बाटो चाहिँ एकदम लास्ट रफ छ है गाइस एकदम रफ छ यो चाहिँ मोबाइल देख्छ म सिधै उतै आउँछ है ए यहाँ त के भन्नु एकदम रफ छ गाइस एकदम रफ छ है ए गाइस यो माथि फाइनल पुगिसक्यो अहिले ल हिँडिहाल्नु जाउँ बसेर काम छैन ल गाइस हामी आयो गाइस हामी आयो यहाँ के ठाउँ रे यो धापड्याम रे भाइ धापड्याम गाइस धापड्याम टाइम छ भाइ धापड्याम रे गाइस धापड्याम है गाइस हेर्नुहोस् है गाइस एकदम राम्रो छ हेर्नुहोस् है बल्ल बल्ल आएको हेर्नुहोस् त एकदम राम्रो छ अब जहाँ पनि खाएर पनि अब फोहोरहरू चाहिँ नफाल्ने होला टक्क प्लास्टिकमा लिएर जाने होला है हजुर घरमै लाने उतै लगेर फाल्ने फोहोर चाहिँ त्यसो नहुनु त्यो सिधा हुनु त्यति त्यो भएर है फोहोर चाहिँ ड्रिङ्क्स नि केही नहाल्ने घरमै लाने ओके ल चिसो पानी चाहिँ कता रहेछ चिसो पानी फाइनली आयो हामी चाहिँ यहाँ फाइनली आयो त्यत्रो रोडहरू पनि पुरै रफ थियो होइन त्यस कारणले रमाइलो रहेछ त्यो ठिक छ यो चाहिँ अब जता तपाईँ फोहोर नफाल्ने होला
टक्क डस्टबिन टक्क हालेर ल्याउनुपर्छ रमाइलो छ गाइस टक्क लाएर हेर्नुहोस् त यस्तो भ्यूहरू यस्तो चक्ले चक्ले हाम्रो केटाहरू चाहिँ अहिले आउँदै हुँदैन छ त्यही भएर दामी छ हेर्नुहोस् न ओह झन् तल झन् राम्रो त्यहाँ आएर चाहिँ म लुगा खोलेर चाहिँ अब नुहाउन जान्छ है गाइस म चाहिँ अब त्यही कारण मैले हातको डुलाएर आएको टक्क लाएर अब हातको डुलाएर पौडी चाहिँ खेलिहाल्नु मान्छे धेरै रहेछ ल सही हो सही के यो ठाउँको नाम टाप ड्याम गाइस कस्तो गाजा गाजा बनाएको छ यार यो ठाउँको नाम के दिदी टाप ड्याम है हामी दिदीहरूले पनि टाप ड्याम हुन्छ है अब मुख धुने अहिलेपछि म पौडी खेल्छु यहाँ अहिलेपछि गाइस मैले चाहिँ यसरी पौडी खेल्छु अहिले गाइस है टाप ड्यामको पानी हेर्नु अरे टाप ड्याम के पौडी खेल गार्डनको पानी म यहाँ स्विमिङ खेल्छु भनेर आएको आज म धुइरहेको छु है हामीले दिदीले चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै हुनुहुन्छ है यता नजिक आउनु क्लोज नभन्ने थ्याङ्क यू गार्डन रे सही छ अरे दामी छ है गाइस ल म त लडे है लडे यार ल थ्याङ्क यू ल ओके घाउ पनि भएछ यार घाउ पनि भएछ है नयाँ भ्लगमा घाउ पनि के अरे घाउ भएछ है हाम्रो दिदीहरूले धेरै धेरै धन्यवाद खिचिदिनु भएको रहेछ ओके ओके हजुर हजुर युट्युबमा आउँछ त्यो हो ए घाउ भएछ मेरो है भ्लग बनाएको थिएँ घाउ बनाइन्थ्यो म त्यहाँ जान्छु चस्मै खोलेन छ मैले आजको उसमा चाहिँ आउँछ है डर घुमाइदिनुहोस् घुमेर फेरि देखाइदिनुहोस् एकछिन यहाँ दाइको भ्लगमा अहिले फेरि होइन फोटो टन्नै भइसक्यो खच्चम भयो बर्बाद भयो मेरो बहिनी कता हरायो थ्याङ्क यू नमस्ते म ट्याबडम नाच्छु पानी छैन मैले त खच्चम भयो बर्बाद केही मैले नाच जम्ना होइन मैले त यो के हो होइन भित्रबाट आएको ठुटा भनेको
हामी कहाँ आएको रे मैले होइन नि त ड्याम गाइस ड्याम गाइस यो ड्याम कहाँ पुग्यो ड्याम हेर्नुहोस् त भ्यू कस्तो राम्रो छ म आएको आइ खत्तम भयो बर्बाद त्यही भयो नि त्यो होइन म लडेर घाउ भएर हेर्नुहोस् त यहाँ के गर्ने के नगर्ने त मोटो नै च्वाक्चो पनि भ्यू देखाएको छ मोटो नै च्वाक्चो पनि भ्यू देखाएको छ भिज्यो अब लुगा सब भिज्यो खेलौ ल यहाँबाट खेलौ त्यहाँबाट होइन कि उताबाट चाहिँ खिच्छ सन्जय भएको ठाउँबाट अलिक राम्रो आउँछ अलिक आएन भन्छ एकछिन बक्कमा आउँछ युसन लड्छ बाबा एउटा ग्रुप फुटेको बाबा ड्याम है गाइस एकदम राम्रो छ ड्याम है गाइस गाइस आज हामी चाहिँ पिकनिक बनाएर अलि खाजा खाएको यत्रो कहाँ खान सक्छु त कसरी हाल्नु त Russian is stop, Russian bassnet, Sudan bassnet, Yusuf Rai, Ujo right, Sanjay right, Prashma Beram, Ashim Beram, Pramisha Korki, Tuman Korki, Pratik Shasta. Russian is stop, Russian bassnet, Sudan bassnet, Yusuf Rai, Ujo right, Sanjay right, Prashma Beram, Ashim Beram, Pramisha Korki, Tuman Korki, Pratik Shasta. Please like, subscribe, share, and comment.